हाम्रो यो पहिलो पोडकास्ट हेरिबस्नु भएका सम्पूर्ण दर्शकहरूलाई नमस्कार। म हो सुशील। आज मेरो साथमा हुनुहुन्छ सुदूरपश्चिमको एक युवा जो काठमाडौँ आएर मेहनत गरिराख्नु भएको छ। उहाँको नाम छ सिद्धार्थ खड्का। स्वागत छ सरलाई हाम्रो प्रोग्राममा। थ्याङ्क यू दादाले मलाई फर्स्ट पोडकास्टमा बोलाइदिनु त्यसको लागि एकदम एकदम धन्यवाद। म चाहिँ खुसी छु आज फर्स्ट पोडकास्ट गर्न पाएँ भनेर। तपाईँको र मेरो भेट अस्ति बसन्तपुरमा भएको थियो। तपाईँलाई मैले पहिलो गेस्ट बोलाउन पाएकोमा धेरै धन्यवाद। हजुर काठमाडौँ आउँदा पहिलो अनुभव कस्तो रह्यो? कतिको दुःख सुख गाह्रो? अब काठमाडौँमा आएपछि चाहिँ गाह्रो चाहिँ बहुत हुने रहेछ दादा होइन। काठमाडौँ चाहिँ यता पश्चिमदेखि हेरेपछि एकदम रङ्गी चङ्गी काठमाडौँ जान्छु यस्तो गर्छु त्यस्तो गर्छु भन्ने जब यहाँ आएर दुःख भोगिन्छ नि। अनि मम्मी ठेगाना भएको ड्याडी ठेगाना भएको हुन्थ्यो। त्यही भएर चाहिँ म के भन्छु 12 सकेर चाहिँ काठमाडौँ नआऊ, बरु हल्का ढिलो आऊ, के गर्छु भनेर आऊ, हाम्रो जस्तो अल्पत्र हुने गरे चाहिँ नआऊ। तपाईँले के फरक पाउनुभयो त काठमाडौँ र सुदूरपश्चिममा? तपाईँ त अब उहाँ सुदूरपश्चिम कैलालीको मान्छे। अब सुदूरपश्चिममा यहाँ चाहिँ के फरक त एक कुरा नि मिल्दैन। यहाँ आउने कारण चाहिँ के हो भने चाहिँ धेरै कुराहरूको अपर्च्युनिटीहरू मिल्छ। जस्तै कामहरू भयो, यहाँ मिल्छ 15,000को भयो भने काम चाहिँ मिल्छ। अनि उता चाहिँ काम पाउन गाह्रो हुन्छ। अनि यहाँ चाहिँ कन्सल्टेन्सीहरू राम्रो छ भरपर्दो। अनि विदेश जानलाई पनि मान्छेहरू यहाँ आउनुपर्छ। अनि पढाइको लागि हाई एजुकेसनको लागि काठमाडौँ आउनुपर्छ। फरक भनेको त्यही हो। अनि यता चाहिँ खुलेर बोल्न पाइन्छ, घुम्न पाइन्छ, फ्यामिलीसँग बस्न पाइयो, डाँडा पाखा हेर्न पाइयो। सुदूरपश्चिमको विकास चाहिँ कस्तो भइरहेको छ? चाहिँ हामीले सुन्दा दुर्गम छ भनेर सुनिन्छ यहाँ चाहिँ। अब दुर्गम भन्नाले विकास चाहिँ नभएको पनि होइन कि। अब हाम्रो नेपालमा कस्तो छ